वाह ठुलो रहेछ ठुलो। यहाँ चाहिँ ल गङ्गटो भेटिसक्यो। अलि ठुलो रहेछ यहाँ चाहिँ। यसलाई यहाँ हालौँ। यसमा चाहिँ सानो रहेछ। छोटा वाला दुधे गङ्गटा। हेलो साथीहरू, स्वागत छ यहाँलाई फेरि पनि मेरो यस युट्युब च्यानलमा। आज चाहिँ म गङ्गटा मार्न जाँदैछु। यहाँ हाम्रो यहीँ घरछेउको तलपट्टि छ, घरछेउको खोल्सामा गङ्गटा पाउँछ। सो आज चाहिँ गङ्गटा मार्न जाँदैछु। हेरौँ के कति गङ्गटा पाउँछ। आजको वेदर चाहिँ दामी छ। हिजो अस्ति 2 दिन पानी पर्यो अनि आज घाम लागेको छ। खतरा छ वेदर चाहिँ। दामी वेदर। दामी वेदरमा दामी गङ्गटाहरू समाउनु पर्ने हुन्छ। अनि गङ्गटा समातेर टक्क भुटेर खानुपर्छ। लागौँ तलतिर कति पाउँछ हेरौँ। यही तल खोल्सा चाहिँ पहिला चाहिँ धेरै पाउँथ्यो यो खोल्सामा गङ्गटा। अहिले चाहिँ यो माथि रोड खनेपछि त्यो सब बगेर आएर यहाँ ढुङ्गा माटो बलुवा सबै लिएर आएर चाहिँ अहिले गङ्गटा चाहिँ एकदम थोरै पाउँछ। पहिला जस्तो पाउँदैन। त्यही नि कति पाउँछ हेरौँ। ल साथीहरू, म चाहिँ खोल्सामा आइपुगिसकेँ। पछाडि देख्न सक्नुहुन्छ खोल्सा। यहीँबाट सुरु गरौँ। गङ्गटो खोज्ने सुरु गरौँ। के हो यहाँ त गडिरहेको पो रहेछ। ल देख्न सक्नुहुन्छ गङ्गटो। मैले चाहिँ पन्जा लगाएको छु अलिक, किनकि ठुलो गङ्गटाले समात्यो भने छालै निकालिदिन्छ। त्यही भएर पन्जा लगाएको छु। एउटा निस्क्यो। हेरौँ अझै छ कि। हुनुपर्ने हुन चाहिँ यहाँ चाहिँ ठुलै होला भयो भने। भेट्यो साथी भेट्यो। लेमा गङ्गटो छैन यहाँ। यस्तो दामी ठाउँमा कहाँ छिर्यो कि। यहाँ चाहिँ रहेनछ। अब यसमा हेरौँ। पहिला यो यहाँ पनि छैन। यहाँ त दुलो रहेछ। कहाँबाट समाउनु अनि। यहाँ नि छैन। ल यहाँ नि गङ्गटो छ जस्तो छ। रहेछ गङ्गटो। मलाई चाहिँ फेरि गङ्गटो राजा समाउन डर लाग्छ। च्याप्लासै डाम्न। वाह ठुलो रहेछ ठुलो। यहाँ चाहिँ ल गङ्गटो भेटिसक्यो। अलि ठुलो रहेछ यहाँ चाहिँ। यसलाई यहाँ हालौँ। दुईटा भयो। यो कुनामा छन् त छ होला। कहाँबाट निकाल्ने, ढुङ्गै निकाल्न सक्दैन।
यसमा छ त के हो गङ्गट त सोल्टी नै भेट्दैन त यसमा चाहिँ हुनुपर्छ है त गङ्गट त सोल्टी यहाँ नि छैन त कता गयो गङ्गट सोल्टी यहाँ नि छैन यसमा चाहिँ सानो रहेछ छोटा वाला दुधे गङ्गटा दुधे गङ्गटा त गाउँतिरको मान्छेले काँचै खान्छ अब मैले त खाँदिनँ यही हो खल्जा छ गङ्गटै खासै भेटेन यतातिर त तिमी छौ तिमी छैनौ यसमा छ त यसमा पनि छैन त्यसमा पनि छैन हो ठाउँबाट चाहिँ एउटा न एउटा भयो नि पाउनु पर्यो ए ब्याङ ब्याङ दुलो त छ गङ्गटाको यहाँ रहेछ 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 कहाँ गयो ड्याममा यहीँ थियो भेट्यो यहाँ सोल्टी यहाँ क्र्याप एउटा न एउटा भनेको ओइ टोक्नमा खोज्छस् क्र्याप हन्टिङ चलिरहेछ साथीहरू अहिले कति पाउँछ हेर्नुपर्छ जारी छ यसलाई अहिले यहाँ हालौँ बस्ने ठाउँ चाहिँ रहेछ यहाँ ब्याङ रहेछ ब्याङ ब्याङ मात्त तेरो काम छैन ओइ गलिरा कहाँ गयो गलिरा यो चाहिँ जिउँदै खायो भने आँखा तेजिलो हुन्छ रे तिमी पनि जाऊ माल चाहिँ भेटेन यहाँ मलाई चाहिने माल चाहिँ कहाँ गयो माल छैन माल साला ब्याङ यतातिर छ त अर्को माल छोप्दैछु ल यहाँ चाहिँ अर्को माल आयो फेरि
तिमी जाऊ यहाँ अर्को छ त यहाँ गडिरा रहेछ समाइदिउँ गडिरा ए गडिरा कहाँतिर गइदिरा तिमी यहीँ यसलाई नसमाऊ छोडिदिए तँलाई गङ्गटाहरू चाहिँ गडेर खानालाई बस्ने हो यस्तो खोल्सातिर च्याप्प समाउँछ खान्छ ए छैन यहाँतिर छ त कति सानो हो यत्रो छोटा छोटा माल छोटा यसलाई नै हालौँ यहाँ कुरुम कुरुम दामी हुन्छ यो झन् छोटा माल यहाँ चाहिँ यस्तो छ पुरै पाखा छ अब चाहिँ म तलतिर जान्छु गङ्गटा पाउँनलाई तल यहाँभन्दा तल अलि धेरै पाउँछ होला यहाँतिर चाहिँ धेरै भेटेन अब तलतिर लागौँ यो भाडो भर्न पाए त दामी हुन्थ्यो तर पहिला जस्तो भएको छ यो भाडो एकैछिनमा भर्थ्यो तर अहिले खोलाको खोल्साको हालत हेर्न सक्नुहुन्छ यो ढुङ्गासुङ्गा सब माथि रोडबाट के अरे यो भलाउँदाखेरि बगाएर लिएर आएको भइहाल्छ खोल्साको पनि त्यसरी त्यति धेरै यहाँ गङ्गटै पाउँदैन सो अब सिधा तल गएर हेरौँ है दामी दामी ठाउँ त रहेछ माल भेटिहाल्यो यस्तो दामी दामी ठाउँमा दामी दामी माल भेटिहाल्छ अरू पनि छ त यहाँ चाहिँ छैन अब यतातिर हेरौँ छ खोल्सामा अहिले त पानी नै छैन यहाँतिर हुनुपर्ने हो माल माल खतरनाक धुलो रहेछ नि त यहाँ छैन कुन चाहिँ दुलोमा छिर्यो छिर्यो छोटा माल फेरि कति गाडेको ढुङ्गा हो माका डाक्स यहीँ आची होइन पो रहेछ ए ए ए कता भाग्न लाग्यो सोल्टी सोल्टी त भाग्न पो लाग्यो त यहाँ अरू पनि हुनुपर्ने हो ठाउँ त दामी दामी थियो यो चाहिँ गङ्गटाको मालो सानो रहेछ हुनु त खोल्चै सानो छ कहाँबाट ठुलो पाओस्
कुडियो छैन। छैन। सानो सानो गडिया रहेछ। यस्तो दामी अड्डामा नि छैन त। यहाँ त निकाल्नै नसक्ने रहेछ। यहाँ पनि बडो माल रहेछ। एकदमै बडो माल बडो 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 बडो। यता चाहिँ देख्छ होला बडो माल। अनि यसले न्याक्क पाऱ्यो भने त छाला साला पित हो नि त फेरि। यता चाहिँ दुधे रहेछ अर्को कालो र रातो हुन्छ झन् खतरा हुन्छ। यो चाहिँ अलिक ठुलो पनि हुन्छ। यो चाहिँ दुधे गौँडा रहेछ। हेर्न सक्नुहुन्छ। क्र्याब हन्टिङ जारी छ। यहाँबाट चाहिँ अहिलेसम्मकै सानो माल निस्क्यो। छोटा पनि अति छोटा माल छोटा। अहिलेसम्म यति भयो भर्खर। बडो माल पनि छ कि हेरौँ। बडो माल छ त। यत्रो सुन्दर रहेछ। छोटो लाल ल कसै छोटो लाल। एउटा छ है। मैले अस्ति समातेर राखेको थिएँ। आज चाहिँ भागिसकेछ सोल्टी। दुलोमा उछिरेछ। फेरि एउटा छोटो लाल। यहाँ त सानो सानो पाउने रहेछ। उता धाडमा पाउँछ भन्छ। घङ्गटै रहेनछ। अस्ति भर्खर मारेर रहेछ। कहाँबाट पाउनु अनि।
यस्तो धेरै नभोला जस्तो छ। छैन छ त आजको गहौँडा चाहिँ यति नै हो। अरूले मारिसकेर चाहिँ त्यही भएर धेरै पाएन। ल साथीहरू, आजको गहौँडा समय चाहिँ यति नै हुन्छ होला। यहाँ चाहिँ पुरै अरूहरूले नै मारिसक्नु भएको रहेछ यहाँ गोठा लगाउने मान्छेहरूले। सो आज चाहिँ यहाँ थोरै पाउन पाएको छ। अहिले के मुड चढ्छ, मुड चढ्यो भने फेरि म उता अरू ठाउँमा जानु पनि सक्छु धारतिर। अहिले हेरौँ, घर जाउँ पहिला, अनि यसो मन लाग्यो भने जान्छु, नत्र भए आजको भिडियो यहाँ एन्ड गर्छु होला।